कोकोलाई चाहिँ इक्यानिस भएको थियो कोको त बिरामी भएर गाँड हुन आँटेको थियो नि प्लेटिलेट सेटिलेट घटेर तर दबाई सबाई खाएपछि हल्का अहिले निको हुँदै गएको छ तर पनि अब प्योर निको भएको छैन होला क्या अब पुनमको तिम्रो त्यहाँ बेडमा चढ्ने भनेको कियो त चढ्दैन कोको नै हो कोकोकै झरो त्यो त्यो के अरे टिक्स कोकोकै हो 100% कियो त तिम्रो कोठामै छिर्दैन ए मैले लिएर आएँ टिक्स म पनि कुकुर भनेको मैले त टिक्स कहाँबाट कियोबाट मैले सारे मैलेबाट तिम्रो बेडमा ल्याएँ मैले के बोलेको पुनम के बोलेको योसँग सुत्छु टाँसेर सुत्छु त म जाऊ न तिमी गयो जाऊ त यहाँ गेम खेल्नु मलाई ओभर फोकस हुनु मन लाग्यो गेममा अर्कै गेम घटिरहेछ कि डाउनफल भइरहेछ डाउनफलमा अर्को डाउनफल नगर न भित्र छिरे नि यार भाइ मलाई के लाग्यो म त मैले बम तान्दै थिएँ नि सब सुनिँदैछ यहाँ कुकुरको टिक्स अरे सेका खान्छ यसले आज पखला गाइस मायाले ल हल्का सेका खान्छ है आज भन्छ अब आज त यसो विचार गरेको इमाम यो गेमिङ रुममै सुत्छ जस्तो छ मुनि सोफातिर झर्नुहुन्छ जस्तो लाग्यो मलाई किन गेमिङ रुममा दाइले सेका खानुहुन्छ जस्तो छ आज फर्स्ट टाइम कुचो खाने भयो क्या भान्जाले कुचो चाहिँ भाइ म बस्दा पनि कुचोले खाएका हुन् क्या यो भान्जाले ए रुचै पो आएको त मामा के गर्नु भन्छन् होइन मैले अब यस्तै भनेको क्या कुचोले कस्तो बोधी खाएँ अनि ढाडमा म त के भन्नु भाग्नु भयो होला त्यति बेला चाहिँ फेरि म त भागेँ नि कहाँ बोल्न सक्नु त बिचारा दाइ यार यता पो खुसी छन् त बिचारा भान्जा मेरो भान्जालाई के भयो गाह्रो परेको होइन हो मामा केही पनि होइन क्या बिल्ला नगर्नु न कुकुरको त्यो टिक्स के भन्ने मैले ओछ्यानमा रहेछ अनि गाली हान्छ नि मलाई त्यसले त अति असर गर्छ अरे नि त यार खोइ के हो ल्याएम जस्तो यार त्यस्तो कुराहरू टाढा राख्नु पर्दैन त नपाउने ठाउँमा राख्ने हो क्या यो कुकुरलाई साइड लगाइदिनु पर्ने बेला भइसक्यो कुकुर नै नपाल्ने नि अरे मलाई त कसम भनेको पहिला त म कुकुरदेखि लास्ट रिसाउने मान्छे हो होइन जब बुढीले बुढा एउटा कुकुर पालौँ न भन्यो होइन अनि त्यस पछाडि त्यो अनि कोकोलाई लिएर आइयो त्यस पछाडि कुकुर देखेपछि कुकुरको माया लाग्न थाल्यो बाबा कोको त एक्लै भयो अब एकजना साथी चाहिन्छ कोकोलाई भन्यो ल ठिकै छ नि त भनेर उसकै लागि हस्की पनि लिएर आएँ अब उसलाई नै धेरै प्रब्लम भइदियो क्या बिचरालाई अब के गरोस् त यार अब यतिकै बिरामी छ अब कुकुरले त्यस्तो उयो बनाइदिएपछि त अब के गर्नु पर्यो मलाई त के त यार कुकुर नसुकुर नि म त यतिकै ठिकै थिएँ नि ओ डम्पु ओए भोलि केही होइन त्यो एलुमिनियम मलाई चाहिँ बिहानै फोन गरेर बोलाऊ म आज डिजाइन हेर्छु इन्जिनियरलाई मैले भनिसकेको छु डिजाइन हेरेर भोलि केको लागि चाहिँ घर बनाइदिइहालौँ तल बस्छ मजाले अब फेरि आयो हो के भन्न लागेको भने त यहाँ सबै सुनिन्छ है अलिकति कन्ट्रोलमा त्यो कुच्चो त तल राख न यिनीहरूलाई टिक्सले गर्दा इक्यानिस भएको छ डक्टरले भनेको थियो नि अनि त्यसले हामीलाई टोपी भए इन्फेक्सन हुन्छ नि त सञ्जन स्प्रे पाउँदैन डक्टरकोमा ल जाऊ न अहिले म भोलि एलुमिनियम बिहानै बनाऊ बिहानै तल बनाएर राखेपछि त अलिअलि मात्र हो कि सानो छ क्या त्यो अलिअलि मात्र हो झन् सबै सिमरामा कति छिरेको होला त्यो जम्प लाइफ डेटा देखाउँदैन 99.9% सेम हो के 99.9% कुकुरलाई नुहाइदिँदाखेरि उयो लगाएर के भन्छ त्यसको दबाई लगाएर नुहाइदिनु पर्यो
तिनीहरू पुरै हटाउनको लागि तिनीहरूको भुत्ला पुरै चिल्लै हान्नुपर्छ ताक्लै हान्नुपर्छ अनि मात्र झर्ने हो हान्देऊ सोह्र त बनाइदेऊ भान्जा कुकुरलाई सबै तक्लो बनाइदेऊ न दुईटैलाई मेरोमा कति होला त्यसो भए यो भान्जालाई पो थाहा हुँदैन त उडुसले टोकोस् कि ठुडुसले टोकोस् लुतो परोस् कि के परोस् होइन त अबि उडुसले टोकेको त ढाडमा पाउँछ त्यो खोकाहरू आउँछ लुतो भान्जालाई लुतो त पर लुते परेको किन हुन्छ हौ धेरै तिन लुते तिन चार महिना उडुसले टोक्यो भने दाइ 2-3 वटा भान्जाको त लुतो आएको हो क्या हो त्यो दादा आए जस्तै हुन्छ के चिलाकको चिलाइ अब गर्नुपर्ने यिनलाई त उडुसको केही मतलब छैन नि त अब हुने मान्छेलाई त थाहा हुन्छ नि त अलिकति सफासुग्घरी मान्छेलाई त थाहा हुन्छ नि त अब मुखमा त भिजे भान्जालाई के थाहा होइन त हो नि नुहाउनु छैन कहिले को चाहिँ को चाहिँ तपाईँलाई भन्नु रहेछ हौ नभएको बेला आडेलाई भनेको हौ तपाईँ नभएको बेला तपाईँलाई भन्नु रहेछ हौ दाइ इक्यानिस भनेको त दुइटै कुकुरलाई इक्यानिस भएको हो क्या मेरो दुइटैलाई भनेपछि बाहिरकोतिरबाट सरो दाइ बाहिरको कुकुरबाट के गर्नु अब के गर्नु त अब मेन विकल्प भनेको अब त्यही कुकुरलाई घर बनाइदिने तलभित्र छिर्न नदिने त हो नि होइन र ओछ्यानहरूमा छिर्न दिनु भएन तल राखेर त्यही हो सोलुसन ठाउँमा सुत्ने ठाउँमा आउन दिनु भएन सोलुसन भोलि लगेर उयो नुहाइदेऊ न मजाले त्यसलाई नुहाएर त्यसको इन्फेक्सनवाला दबाई लगाइदेऊ दबाईहरू खाइरहेछ के भएको रे दाइ हुन चाहिँ कपाल काटेर क्या कोले हो तिमीले भनेको नि अनि को त हिजो अस्ति पनि खाएको होइन दबाई त्यसले के भनेको थियो 1 महिना पुराउनु दोष 1 महिनामा अलिकति 1-2 दिन लिन्छ भने पनि त्यसले भोलि लिएर आउँदा उठाइसकेछ त यार आऊ फास्ट लाग्दैन त